चाहन्छु। बिजाऊ। धन्यवाद नमस्कार। म चाहिँ नेपालीमा बोल्छु है। सबैले नेपालीमा बोल्नुभयो, यहाँ नेपाली नबुझ्नेहरूले बुझ्नु भएन होला। अलिकति डिस्क्रिप्सन दिन्छु म त्यही भएर नेपालीमै। माननीय उपमेयर सुनिता डङ्गोलज्यू, समाजसेवी कुलभक्त प्रसाद पूर्व मेयर ज्यू, वडा अध्यक्ष परिवार साथै गणमान्य ज्यू, तबा पुज वो वडा कार्यालय र तबा क्वाछे उलेज्या परिवारका सम्मानित सदस्यहरू, आदरणीय अतिथिगण तथा स्थानीय बासिन्दाहरू, आज यस ऐतिहासिक क्षणमा हामी सबै यहाँ एकत्रित भएर हाम्रो क्वापा ड्याछे उद्घाटन समारोहमा सहभागी हुन पाएकोमा हामी अत्यन्तै गर्व र आनन्द अनुभव गर्दछौँ। यो ऐतिहासिक भवन 2072 सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको थियो र आज यसलाई नयाँ रूपमा पुनर्जीवित गर्न सफल भएकोमा हामी सबै आभारी भएका छौँ। यस महत्त्वपूर्ण पुनर्निर्माणमा काठमाडौँ महानगरपालिकाले नैतिक तथा आर्थिक रूपमा दिएको सहयोग अमूल्य छ। विशेष गरी काठमाडौँ महानगरपालिकाका पूर्व मेयर माननीय विद्या सुन्दर साक्यज्यूको अमूल्य साथ र सहयोगले यो कार्य सम्पन्न हुन सक्यो र उहाँकै हातबाट शिलान्यास पनि भएको हामी सबै जानकार नै छौँ। हाम्रो क्वापा ड्याछे परिवार सदैव सामुदायिक एकतालाई बढावा दिने, सांस्कृतिक विरासतलाई संरक्षण गर्ने र सामाजिक सद्भाव कायम गर्ने काम गर्दै आएका छौँ। यस पुनर्निर्माणले हाम्रो साझा विरासतलाई अझै बलियो बनाउने छ। हामीले आज यहाँ केवल भौतिक संरचनाको उद्घाटन मात्र गर्दैनौं, हाम्रो संस्कृति, परम्परा र सामुदायिक शक्तिको पूर्ण पुष्टि पनि गर्दछौं। यो क्वापा ड्याछे हाम्रो पुर्खाको स्मृति, हाम्रो वर्तमानको गतिविधि